तेजो वारिमृदां यथा विनिमयो यत्र त्रिसर्गो मृषा धाम्ना स्वेन सदा निरस्त्वकुहकं सत्यं परं धीमहि। सबैले भन्नु होला सत्यम परम धीमहि। अलि दिल खोलेर, मन खोलेर, वाणी खोलेर सत्यम परम धीमहि। सत्यं परं धीमहि। अब अझै आवाज आओस् त सत्यम परम धीमहि। सत्यं परं धीमहि। कति मिठो वाक्यको उच्चारण गर्नुभएको छ, हेर्नु न कस्तो छ। श्रीमद् भागवतको 18,000 श्लोकले युक्त भएको श्रीमद् भागवतमा सबैभन्दा महावाणी यही हो सत्यम परम धीमहि। फेरि उच्चारण गर्नु त एकचोटि सत्यं परं धीमहि। यो कति राम्रो छ, कति गहन छ र यसको अर्थ कति मिठो छ, कति गहिरो छ। यसको अर्थ के होला? परम सत्यको हामी ध्यान गर्दछौँ भन्ने अर्थ हो। परम सत्य